यहाँ हेर्नु न पाहा यो त खानुपर्छ ए अबे गुड मर्निङ साथीहरू। आज चाहिँ बिहानै हामी देख्नुभयो हतियारहरू खेतमा जाँदैछौँ। अब रोपाइ सुरु हुन लाग्यो, असार लागिसक्यो। आधी घन्टाको बाटो हिँडेर जाँदैछौँ। काठमाडौँ सहरमै पुगिन्छौँ हामी चाहिँ किर्तिपुर डाँडाबाट। धराराको फेदमै जाँदैछ भाइ दिदी। अब हाम्रो त्यहाँ रोपाइ सुरु हुन्छ, यो महिनाभरिमा चाहिँ रोपाइ सुरु हुन्छ। अहिले चाहिँ हामी आली तास्नालाई जाँदैछौँ। दिदी, म, ससुरबा। कोदालो लिएर हिँडेको देखेपछि त ससुरबा गद खुसी भएर बुहारीहरूले काम गरी खाने भयो भने खुसी हुन्छ। तर उताबाट जानुभएको छ। अहिले चाहिँ हामी दिदी र मेरो अमाजु दिदी र म जाँदैछौँ यहाँबाट। के गर्ने साथीहरू, अर्ग्यानिक खानालाई त गर्नु पर्यो नि त, होइन? अब तपाईँहरूलाई यहाँ भिडियो पुरा प्रस्तुत गर्नेछु। यहाँदेखि अलि तल पुगेपछि अब हामी अहिले चाहिँ बाटो क्रस गरेर तल जाँदैछौँ। आधी घन्टाको बाटोपछि हाम्रो खेतबारी तपाईँहरूलाई देखाउनेछु। सो भिडियो हेर्दै गर्नु होला। यो सबै वरिपरि बनाउने रहेछ क्या दिदी? वाउ, कस्तो राम्रो देखेको। फाइनली साथीहरू हामी खेतमा पनि आइपुगिसक्यौँ। यो चाहिँ काठमाडौँको त्रिभुवन विश्वविद्यालयको अगाडि परेको यो राम्रो सुन्दर खेतमा। यो चाहिँ सरकारी खेत है साथीहरू। हामी चाहिँ सरकारीमा फ्रीमा रोपाइ गरेर खानेछौँ। खै कहाँ ला, यहाँ त यत्रो बनाइदिएछ है। रोप्ने बेलै भइसक्यो है दिदी। ल, सरकारी खेती त गर्ने भने त ल, यहाँ त सबै माटो पुरिसकेको छ यहाँ। ल, यति मात्रै रोप्न पायो है दिदी? ल, यस्तो छ हाम्रो खेतबारी चाहिँ। यो चाहिँ सबै सरकारी खेतबारी हो। यो यिनीहरू चाहिँ सबै कति राम्रो भएछ है हाम्रो बिउ त। वाउ, यो एक्लै है, यो एक्लै धान है। ल, हामी चाहिँ अब काम सुरु गरे है त साथीहरू। अब यो पुरै तासेर ल हामी त सुरु गरे है त साथीहरू काम। यस्तो छ। अब हामी चाहिँ आली तास्न सुरु भएर पनि अब यहाँसम्म पुगिसक्यो। तास्नु त धेरै छैन, थोरै छ। त्यही पनि यहाँ भिडियो बनाउन अप्ठ्यारो छ। यस्तो गरेर काम गर्दैछौँ साथीहरू। काम त अझै बाँकी छ। भोग लाएर भन्छ भने यस्तो भयो कि भोग लाएर पुरै खानेकुरो केही पनि नल्याएको, होइन? भोग लाएर पुरै खातै गलिसक्यो। अब हामी घर जान लागेको। अनि यहाँ हेर्नु नै, यो ररी यो टिपेर घर जान लागेको। अब मेरो भिडियो चाहिँ भोलि मात्रै कम्प्लिट हुन्छ, किनभने हामी भोलि रोप्नलाई आउँदैछौँ यहाँ। आज चाहिँ अलिअलि आली तासेर यो घाँस अलिअलि निकालेको। सो भोलि भेटौँला हामी। किन भन्नु? हेलो, गुड मर्निङ साथीहरू। फाइनली हामी नेक्स्ट डे पनि आइसक्यो धान रोप्नलाई। अनि हाम्रो यहाँ बाले चाहिँ धानको बिउ उखालेर भ्याउनु लाग्नु भइसकेको छ। कति धेरै उखाल्नु भएको त। क्याप दिनु न बा मलाई त भेटाएन। घाम भन्नुहुन्छ भने यस्तो चर्को घाम लागेको छ कि यस्तो चर्को घाम लागेको छ है साथीहरू। अब सुरु चाहिँ गरिहाल्नु पर्यो। जति घाम लागे पनि
एकछिनमा पानी पनि पर्न सक्छ। पारी त पुरै बादल भइरहेछ। मेरो चाहिँ क्याप भेट्टाएन कि, कालो क्याप थियो एउटा हतारमा। कहाँ हो ल है साथीहरू, तपाईँहरूकोतिर रोपाइ सुरु भयो कि भयो? हजुर अब क्याप लगाएर पुरा पानीमा हाम फाल्नु पर्यो, हिलोमा हाम फाल्नु पर्यो। हाम्रो भिडियो सुट पनि रोपाएको पनि हुनेछ, उतानिर लगेर म राख्नेछु। अनि यो ठटाउनु पर्दैन हावा यो अनि केले पार्ने त? यो बाल्टिनमा राखेर अनि तपाईँ कहाँ बस्नु? भाँचिँदैन? बानेर लाने हो। यो यतिकै बानी। ओहो चर्को लागेको आहा। पहिला सुरु राउने भित्तामा एक प्रोडक्ट गाड्नु। यसरी सानो भयो भने चाहिँ दुईटा हालिदिनु होइन। है साथीहरू, हामी त रोपाइ सुरु गरे। अन्तत हाम्रो धान रोपेर पनि सकिसक्यो। अब हामी खाजा खान जाँदैछौँ साथीहरू। हेर्नुहोस्, हाम्रो खाजाको परिकारहरू चाहिँ यस्तो छ। अनि नेवारी खाजा है साथीहरू, यो चाहिँ हाम्रो बुढी माउले बाँध्छ। अचार नेवारी भोज खाइन्छ। हामी त खेतमा पनि साथीहरू। खाजा चाहिँ यस्तो छ हाम्रो साथीहरू, नेवारी खाजा। त्यो आरू खाएर दाँत पुरेर आज पनि ल्याएको होइन। बोका ल्यायो होइन कहाँको ल्याएको, खोइ कहाँकै खाएको है। त्यो आलुभन्दा पनि त्यो मेरो झोलामा हो, त्यो रातो टमाटर जस्तो हुँदैन, बाली ल्याएर राख्नु हुन्छ नि, त्यो चाहिँ मिस लाग्छ। आलु त मन मिस लाग्छ। खाइसकेपछि खाए ल। खाइसकेपछि खाए ल।
मस्यौराको अचार, काँक्रोको अचार, मासु, चिउरा। हाम्रो खाजा चाहिँ खाए ल साथीहरू। पानी पर्न लागिसक्यो। बल्ल एउटा गरा रोपिसक्यो। माथि पानी छैन अब। दाँत त चपाउनै मिलेन, चिउरा चपाउनु नमिलेन। माटो धुनु न पानी पनि एउटा मात्र हो सक्यो। अनि हामी घर जाने बेला मानि यसो जाने हो। पानी पनि खानु पर्यो। मिठो छ थम्बनेल राख्नु अरू नि खानु पर्ने कहाँबाट के रे उसको ब्लग हेर्नुहुन्छ मिठो छ भन्नेवाला सीताको जुन पनि रेस्टुरेन्टमा जान्छ नि खान्छ नि मिठो मिठो छ। त्यसो यो पनि एकदम मिठो छ। खाने भए के पो आउनु होला। बिउ उखाल्नलाई सजिलो छ। त्यो त सजिलो छ के साह्रो छ भने त्यहाँ साह्रो छ क्या। त्यहाँ माटै साह्रो छ। साह्रो छ भने माटो साह्रो छ त्यहाँ। त्यहाँ भागे पनि हाम्रो बा बेला बेलामा हाँसिरहन्छ क्या। किन हाँसेको भन्नु थाहै पाउनु। यहाँ उल्टा भन्ने घाँस हो कि के हो? पहेँलो हुन्छ नि त्यो कालो पहेँलो छ त्यो पहिलो छ है। यो घाँस हो कि के हो? घाँसै हो। मैरामा कति देखायो घाँस हो। बाले घौरा दिनु न। आलु खानु मिल्छ त? भोग लगाएर गरम गरम खाइदियो। दिएको भए पनि म किन्ने। त्यहाँ जुम्रे हेरेर बसेर खानु। खाजा खाना आएको यिनीहरू पनि। उनीहरूलाई पनि मासु मनपर्ने, हामीलाई पनि मासु मनपर्ने। अब मस्यौराको डल्ला खाऊ। चना खाऊ है लौ। ऊ त्यहाँ हेर्न जुम्रा हेरेर बस्यो ऊ त्यहाँ। त्यो त सानो सानो रहेछ कि तिनीहरू। ऊ आमा मौ जता जता गयो त्यतै त्यतै गयो क्या ऊ। ल खाऊ ल आऊ ल चना आलु खाऊ ल ल। मासु त छैन हेर, चना मात्र खा ल। आची म त पागलै भएछु।
यहाँ माथि राखेको छ थाल त कति धेरै आएर बसेको त्यो चाना खाऊ न मासु यिनीहरू मासु मनपर्ने बच्चा पनि लिएर आएको छ क्या यहाँ फेरि खाजा पनि खाएर सक्यो साथीहरू अब झार केलाउनेतिर आहा कति राम्रो देखेको हो यहाँ टिकटक एउटा बनाउनु पर्यो भाइ कस्तो राम्रो देखेको कि यता त पारी कस्तो राम्रो देखेँ भोलि म पनि मेरो फोन ल्याउँछु ल अनि टिकटक बनाउनु हजुर होइन भ्याग त होइन भने यहाँ हेर्नु न पाहा पाहा यो त खानुपर्छ ए अरे छुन कति डर लाग्यो कस्तो राम्रो यस्तो भयो भने चाहिँ खान मिल्छ भ्याएको त होइन है साथीहरू यो चाहिँ पा हो खान मिल्छ हामी नै सानो हुँदाखेरि खान्थ्यो यस्तो गरेर देखाउँथ्यो दिदी आँखा खान्छ क्या यो हामी नै सानो हुँदाखेरि खान्थ्यो क्या यो तर धेरै भयो अहिले नखाएको चाहिँ यो त एकदमै यसले त एकदम शक्ति दिन्छ अरे के ल हेर्नु कति राम्रो हात ल मैले अघि भ्याग त आज होइन भने भ्याग त होइन भन्छ भ्याएको त होइन कि यो पाहा हो यो पहिला हामी एकदमै धेरै खान्थ्यो सानोमा हुँदाखेरि चाहिँ अहिले चाहिँ धेरै वर्ष भयो हामी नखाएको हेर्नु न कत्रो कसरी भाग्छ खोइ खुट्टा देखाइदिन्छ दिदी हो यहाँ समातेर यस्तो गरेर टोक्दैन त्यसले रोक्दैन बर्खामा पुरै जङ्गलमा निस्किन्छ कि यिनीहरू बिचारा कति डरायो होला अस्ति हामी देखेको मैले अघि त भ्याग त भने राजाले त्यो पाहा पाहा भने के भ्याग त भने ल आऊ भ्याग त भ्याग पहिलो पहिलो भ्याग त जस्तो यस्तो यस्तो गिर्यो खान मिल्छ यो त यो त एक पाउनै बढी छ होला एक पाउनै बढी छ होला है छोङ्ला भाग्ला हुँदा नि ल भरे चाहिँ चिकन बनाउनु है टक्क लाएर हो र हो बिरामी मान्छेहरूले खानुपर्छ के कस्तो भयो होला मेरो जुनी ल यति धेरै धान रोपेर फाइनली हाम्रो सक्यो अनि हामी चाहिँ अब घर फर्किन लाग्यो पोको पुन्द्री बोकेर खाजाको भाँडाहरू दिदीहरू अझै पनि बस्नुहुन्छ अरे अब हामी चाहिँ जान लागेको घरमा साथीहरू जसो तसो भ्याइयो बाई बाई छिटै आउनु है